अचारको रेसिपी थोरै तरकारी पनि बनाउनु लागे म। निगुरो अलिक बेसी छ नि त, तरकारी थोरै बनाए। यता चाहिँ अचारका लागि निगुरो हाफ बोइल बनाए। मैले छोप चाहिँ आलस राखेको छु, फ्राई पनि गरे। फ्राईको साथसाथै यता सब्जी निगुरो रेडी भइसक्यो मेरो। अब चाहिँ पालो पक्कै अचारको हुँदैछ। अचारको लागि सामग्री तयार गरे। त्यस पछाडि हतार गर्दै तयारी पनि सबै भइसक्यो अचारको। के गर्नु साथी, समयले कहिले पर्खिएन, रेडी भयो मेरो अचार छिटो मिठो। आज चाहिँ खासै टाइम नभएर मेहनत चाहिँ मैले गरिनँ। मैले थोरै आलु पनि मिक्स गरेँ। अघि भुटेको छोप पनि आलसको मैले हालिसकेँ। अनि मैले कागती नभएर थोरै मैले हालेँ। फाइनली रेडी। हजुरहरूलाई कस्तो लाग्यो मेरो निगुरोको अचार? म चाहिँ प्रायः जस्तो यसरी नै बनाउँछु, छिटो मिठो। हस्त साथीहरू, हजुरको दिन शुभ रहोस्।